ल है हाम्रो जाउल यसले हान्दैन नि कहाँ हान्छ त नि यसले हान्दैन उता यस्तो हालिदिनु भयो होला नि होइन हाम्रो राइड सुरु हुन्छ कुनसम्म भयो हाम्रो यात्रा सुरु हो छोटो भयो नि हालिदिउँ न होइन पछि सम्झना हुन्छ नि होइन पछि हामी यसरी हिँडेको थियो भनेर टाढा टाढा भएको बेलामा अनि आँसुको ढिक्का झार्दै हो क्या है त ल है ल के गरामा मेरो टक्कर गर्थ्यो बक्सु कालेको गाउँ जाने है नि गर्मी बहुत छ ल ल ल अब डाइरेक्ट आधी बाटोमा गएर गर्छु है त यहाँ यदि राम्रो छ बाटो अलि हिँड्ने एउटा हात चलाउनु परिरहेको छ गाह्रो छ गाह्रो आज छुट्टीको बेलामा रमाइलो त गर्नु पर्यो यहाँ बसुन्जेल रमाइलो खाना नखाइकन डाइरेक्ट उतै गएर खाने भनेर बसेको अहिले 12 बजिसक्यो होइन ओए तुमसे ना हो पाएगा भन्दै काले भाइले धन्दै मारेको थिए नि मान्छे बिजीपुर चौथे आउनुलाई चौथे बाटो त्यस्तै छ सरी होइन तेल हालेर सक्यौँ होइन ए बाटोमा गएर बसेको ट्याक्क
मनिषको होटेलमा मनिषको होटेलमा चाहिँ आइदिनु होला ठिकै हो त हामी तालुसीबाट जाने काले भएको हो ऊ त्यो पारी हो काले भएको हो ऊ त्यो पारी हो कि काले भएको त्योभन्दा नि अझै पारी गाउँ बुझ्यौ उतामा ऊ त्यो डाँडाको अझै उता कट्नु पऱ्यो ए छ थुप्रै तालबिसी खाने होइन हो हेरसँग त अहिले चाहिँ मारिदियो अब पाइदल काम जुम गरेर देखाइदेऊ न गरिसक्यो ल सकिन्न फाइनल्ली काले भएको गाउँभित्र बाटोमा छिर्यो है त फाइनल्ली पछि काले भाइ यो स्कुल पढ्दो रहेछ पहिला यो भाइ स्कुल पढेको पहिला राम्रो यहाँ काले भाइ पढे रहेछ ल काले भाइको स्कुल यही मान्छे पढेको यो स्कुलमा अगाडि हिँड न ल काले भाइको गाउँ आयो है काले भाइको गाउँ आयो काले भाइको गाउँ आयो आउनु त आएन तर यो के अरे बजार अब काले भाइको घर जाँदैछौँ अफरोड तो खतरा है अफरोड में दिनु पर्यो चिया कुटे कान्छाको घर चिया कुटे कान्छाको घर अरू भयो यसमा भिडियो बनाउनु मजा आउँछ यो टाढो भएको त्यतिकै सधैँ समाते अन्तर गर्नु बराबर यो चाहिँ के हो र थुप्रै बाटो बनाएको है त्यसको ए अफरोड आयो ओहो हिँड न अगाडि हिँड न मान्छे पनि फाइनली उठिसके है यो ढुङ्गाले हो कि ल हिँड टिभी झन् भिडियो आउँछ कि भनेर झन् भिडियो आउँथ्यो नि ल है फाइनल्ली आइपुगेँ त्यहाँ लडेपछि यहाँ भिडियो गरिदिन्न भन्ने आदेश आयो त्यही भएर काले भाइको गाउँ चढ्दैछु है जाम चढेको अघि नै हो घर चढ्दैछु ल है त ओके फाइनल्ली आइयो चल काले गाउँ खाए
परेन हो यो मान्छे हामीले चाहिँ बल्ल पकाउँछ कि ग्यास्ट्रिकबाट मरिन्छ आज काडे धनिया धनिया है गाउँको स्पेसल अर्ग्यानिक गाउँतिरको काँडे धनिया धनिया छ टिपेर साँच्ची गाडा मैले दिएको तिमीलाई स्कुटरको नि बाइकको नि ल बाइक चलाउने स्कुटर चलाउँछौ र जुन चलाए नि हुन्छ है चलाउने हो गयो सरासरी यतिको बाइस सरासरी जान्छ बाटोमा अब कता उस भट्टी बसल भेटिन्छ शीतल खानु जाने गयौँ है बजे हेर्नु न सिस्टर लसुन है के लसुन फाइनल्ली भन न भन्ला फेरि फाइनल्ली है त अब हामी जान्छौँ सबभन्दा ज्याकेट लाउने बित्तिकै गर्मी हो उता गएपछि बल्ल सो फाइनल्ली अब हामी गाउँसम्म आएर फर्किसकेको छौँ अनि सिस्टर कस्तो लाग्यो त नि गाउँ मलाई एकदम राम्रो लाग्यो मलाई कस्तो लाग्यो गाउँ घिउ मासु एकदम बबाल ल हामी फर्किँदै सिस्टर उताबाट हजुर बाटो धुलो छ क्या लास्टै लास्टै धुलो छ क्या बाटो न त जानुहुन्थ्यो ल ओके ल है आधी आधी देखाउँछौँ ल है त अगाडि मलाई छ है बाटो रेदर अफरोड है काले भाइको गाउँमा काले भाइको गाउँमा खतरा अफरोड छ होइन पक्का अफरोड छ है काले भाइ अगाडि गइरहेको छ खतरा अफरोड छ खतरा के थाहा बित्ता अगाडि यहीँ बनकुरा के आइदियो अन्त अनि होइन के गल्यो हात गल्यो क्या पो समात्दैन समात्दा यस्तो गर त्यतिको नि हात गल्यो भने फेरि बाटो खतरा है बाटो खतरा बाटो बाटो खतरा है बाटो खतरा यस्तो बाटो छ खतरा ए बाटो खतरा है खतरा रस होइन होइन जुम्री आइ चिब्लिन नै भन्छ खतरा खाने बाटो त हेर त ठाडे है गयो ल समात अಯ್यो 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 खुट्टै दुखे म हेर त गाइस कहाँ पुगेछु हेर न यार लाउ छिटो म त्यहाँ खुट्टै दुखे रेस्ट यस्तो पेट चिलायो म रेस्ट है गाइस रेस्ट गरेर मार्दिम भाइ त हामी काले भाइले कुट्दैछु है काले भाइले कुट्दैछु अब आउँछु आयो
के काफल हो काफल काफल रे ऐसेलु काफल ए काफल नै त्यहाँ रहेछ कि अहिले ओए। लागेको काफल यो त्यो काँचो होला नि रातो रातो खानु न हो त्यो कालो वाला नि हुन्छ नि काफल गाइज अलिअलि रहेछ कि त्यही टिभी थियो ठ्याक्क त्यहाँ मथेलो भेटेको थियो नि ए बोलाउन लाग्यो नि ल है त अब अहिले तलतिर गएर गर्छ अब यो त मिल्दैन होला है खाना यो यो मिल्ने होइन मेरो चाहिँ त हो खाउ त कस्तो हेलमेटको टाउको चाहिँ ननिकाल्ने है ओहो फड्के बनाउन भ्लगमा हाल्नु पनि सजिलो हुन्छ जाँदै उता सौकालो गर्छु ढाँडो तल ओह्रालो त पर्छ नि होइन र यता जाउँ गाह्रो छ गाह्रो सिकाउन गाह्रो छ हल्का त्यहाँ हेर अगाडि हेर अहिले हेर्ने बेला भएन के ए यता लङ हाल लङ यहीँबाट नहाल हो छुट्टियो त वे अलि बिस्तारै 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 स्पिड भयो नबटाएर भन्दा चाहिँ खतरा के आउनु बिस्तारै फेरि गाना अगाडि पनि होइन ओका ए उताको पनि ट्रे हाल न उताको अब मेरो घर आयो है अब इन्ड हुन सक्छ झन्डै खाल्टोमा परेको ए छले मैले लगै दिन हुन्छ है त्यो हुन्छ बर्बाद भनेको यार है काले भाइको चस्मा खस्यो यति भएपछि चस्मा खस्यो मेरो जुत्ता पनि धोस्दै भयो भैया गोजीमा हाल्नै पर्यो ल है त ल लाइक एन्ड सब्सक्राइब गर्दै गर्नु होला भोलि बिहान आउँछ मेरो ब्लग ल भिडियो आइसक्छ नि भोलि आएर हुन्छ ल है त लाइक एन्ड सेयर सबलाई गरिदिनु होला है त यति भन्न म धेरै बोल्न चाहन्न ल